म त हिँडेको भए एमालेको जेएनजी हो। जेएनजी भनेको आतंककारी हो। ल जेएनजी भनेको चोर आतंककारी लुटेर डाकै हो। त्यो भएर जेएनजी मुर्दाबाद। यसमा चाहिँ म घोर भ्रष्टाचार गर्न चाहन्छु। सोशल मिडियामा भाड भैलो गरेर उग्र बन्न एमालेले सिकाउँदैन। एमालेले राम्रा कामका प्रचार प्रसार गर्न युवा शक्तिको सदुपयोग गर्छ। प्लिज हैन गाइज, कसैले चाहिँ गाली नगर्नु होला हैन, किनभनेपछि उमेरमा अलि सानै छिन् हैन, अब राजनीति बुझ्दैनन्। अनि अब कसैले अब सिकाएको होला हैन, त्यो अब सिकाएको के भन्छ, अब राजनीति नबुझ्ने मान्छेलाई त्यो कुराहरू झट्ट याद पनि हुँदैन हैन। त्यही भएर अब यस्तो बोल्न गयो कि होलिन हैन, उनीले चाहिँ अब यही त हो नि राजनीति नबुझ्नेलाई हैन। अब यस्तो अब जेएनजी हुँ भन्दाखेरि अब जेएनजी उनको भनाइ चाहिँ मैले एनालाइज गरे अनुसार अब 28 वर्षभित्र पर्ने भएपछि जेएनजी भन्न खोजेको होला हैन। तर उसरी अब जेएनजी पुस्ताभित्र चाहिँ पर्छन्, तर अब एमाले पार्टीको भनिसकेपछि म जेएनजी हुँ भन्न चाहिँ मिल्दैन, किनभने जेएनजी पार्टीगत मान्छे हैन, जेएनजी भनेको स्वतन्त्र हो। त्यसैले चाहिँ उहाँले चाहिँ गाली नगरिदिनु होला हैन। अब केटी मान्छे हुन्, अलिकति सोच्न सक्ने स्मरण शक्ति, जुन सोच्न सक्ने शक्ति हुन्छ नि, त्यो अलिकति कमजोर हुन्छ हैन। अब सबैको भन्न खोजेको हैन, धेरै मान्छेहरूले चाहिँ अब के भन्छ, केटी मान्छेहरूलाई आइमाईहरूलाई यस्तो यस्तो भन्यो भने अब भन्न खोजेको राजनीतिकको कुराहरूमा मैले भन्न खोजेको हैन। सबैले चाहिँ यो आउँदैन, त्यही भएर भन्न खोजेको सायद त्यसैले।